नमस्ते मेरा प्रिय साथीहरू। आज म तपाईहरू सबसँग एउटा साँच्चै रमाइलो कथा साझा गर्न चाहन्छु। संयोगले के तपाईहरू मध्ये कोही हुनुहुन्छ जसलाई खजाना खोज्न मन पर्छ? ओहो, अपेक्षा गरे जस्तै धेरै छन्। खजाना खोज्ने काम साँच्चै रोमाञ्चक हुन्छ, हैन र? यसले मेरो मुटुलाई अझ धड्काउँछ किनभने कसैलाई थाहा छैन कि तिनीहरू कहाँ लुकेका छन्। तर तपाईलाई के लाग्छ, यदि यस संसारमा यति विशाल खजाना भएको भए कस्तो हुन्थ्यो कि हामीले कल्पना पनि गर्न सक्दैनौं यदि तपाईले त्यो खजाना पत्ता लगाउनु भयो भने? मेरो मतलब एउटा यस्तो खजाना हो जसले हाम्रो जीवनलाई पूर्ण रूपमा परिवर्तन गर्न सक्छ। आजकल स्कुले जीवन कस्तो छ? साथीहरूसँग मिलेर बस्नु राम्रो हुन्छ अनि पढ्न पनि कडा मेहनत गर्नुपर्छ। अनि यदि तपाईले स्कुल पछिका गतिविधिहरू थप्नुभयो भने तपाई साँच्चै व्यस्त हुनुहुन्छ, होइन र? कहिलेकाहीँ तपाई परीक्षाको कारण तनावमा पर्नुहुन्छ र कहिलेकाहीँ तपाई साथीहरूसँग झगडा गर्नुहुन्छ। मलाई राति अबेरसम्म गृह कार्य गर्न पनि गाह्रो हुन सक्छ। कहिलेकाहीँ मलाई लाग्छ, आहा, यो त साँच्चै गाह्रो छ। कहिलेकाहीँ तपाईलाई लाग्छ, यी सबैको अर्थ के हो? मेरो परीक्षाको नतिजा राम्रो नभएकोले म दुखी छु र मलाई मित्रता गाह्रै लाग्छ। तपाईलाई मनपर्ने खेलका सामानहरू नपाएकोमा तपाई पनि दुखी हुन सक्नुहुन्छ। हामी सबै यस्ता कठिनाइहरूबाट गुज्रिरहेका छौं, ठूला र साना। तर येशूले धेरै पहिले हामीलाई एउटा साँच्चै महत्त्वपूर्ण खजानाको बारेमा एउटा कथा भन्नुभएको थियो। आज यदि तपाईले मत्ती 13:44 हेर्नुभयो भने यो यसरी लेखिएको छ, स्वर्गको राज्य खेतमा लुकाइएको धन जस्तै हो। जब कुनै मानिसले त्यो भेटाउँछ, उसले त्यसलाई लुकाउँछ अनि खुसी हुँदै ऊ जान्छ र आफूसँग भएको सबै बेच्छ र त्यो खेत किन्छ। यसको अर्थ के हो? एकजना मानिस खेतमा काम गरिरहेको बेला उसले गल्तीले जमिन मुनि लुकाइएको खजाना फेला पार्यो। वाह, उनीहरू कति छक्क परे होलान्। उनीहरूको मुटु धड्किरहेको थियो र हात खुट्टा काँपिरहेका थिए। यद्यपि यो मानिसलाई त्यो खजानालाई आफ्नो बनाउन के गर्ने भनेर राम्ररी थाहा थियो। उसले फेरि खजाना लुकायो र यति खुसी भयो कि ऊ घर फर्क्यो र आफ्नो सबै सम्पत्ति बेच्यो। अनि त्यो पैसाले उसले खजाना गाडिएको खेत किने। त्यो किन भयो? किनभने त्यो धन धेरै बहुमूल्य र बहुमूल्य थियो। यो यति धेरै मूल्यवान थियो कि उसले यसलाई कुनै पनि हालतमा राख्न चाहन्थ्यो, चाहे त्यसको लागि आफूसँग भएको सबै चिज बेच्नु परे पनि। यस दृष्टान्तमा खेतमा लुकाइएको धनले स्वर्गको राज्यलाई प्रतिनिधित्व गर्दछ। येशूले भनिरहनु भएको छ कि स्वर्गको राज्य हामी हरेक दिन बाँच्ने यस संसारमा लुकेको छ, अर्थात् हाम्रो दैनिक जीवनमा। स्कुले जीवनमा पनि जुन हामीलाई कहिलेकाहीँ गाह्रो र चुनौतीपूर्ण लाग्छ र साथीहरूसँगको सम्बन्धमा पनि। यसको अर्थ यो पनि हो कि हामीले हाम्रो अध्ययन र प्रयासको हरेक क्षणमा स्वर्ग पत्ता लगाउन सक्छौं। हामीले यो स्वर्ग संयोगले पत्ता लगाउन सक्छौं वा कडा खोजीपछि पनि पाउन सक्छौं। तर महत्त्वपूर्ण कुरा के हो भने, एकपटक तपाईले यो स्वर्ग पत्ता लगाउनु भयो भने यसको विशाल मूल्य छ जसले हाम्रो जीवनलाई पूर्ण रूपमा उल्टो पार्न सक्छ। त्यसो भए हामीले हाम्रो स्कुली जीवनमा यो लुकेको खजाना कसरी पत्ता लगाउन सक्छौं? के हामी एउटा उदाहरण लियौं? सबैजना, के तपाईले कहिले आफ्नो साथीलाई गृह कार्य गर्न सङ्घर्ष गरिरहेको देख्नु भएको छ? अथवा के तपाईले कहिले आफ्नो साथीलाई मद्दत गर्नु भएको छ जब उनीहरूले खाजाको समयमा चपस्टिक खसाले र के गर्ने थाहा नभएको बेला? के त्यति बेला तपाईले आफ्नो हृदयमा एक प्रकारको न्यानोपन महसुस गर्नु भएन? ती धेरै साना क्षणहरू हुन सक्छन् जब तपाईले लुकेका खजानाहरू पत्ता लगाउनुहुन्छ। हामी साथीहरूलाई सहयोग गर्दा, सँगै रमाउँदा र एक अर्काको हेरचाह गर्दा स्वर्गको आनन्दको स्वाद लिन सक्छौं। म तपाईलाई अर्को उदाहरण दिन्छु। तपाईलाई थाहा छ, कहिलेकाहीँ परीक्षाको लागि पढ्दा तपाईले समाधान गर्न नसक्ने समस्याहरू हुन्छन् र तपाई निराश महसुस गर्नुहुन्छ र हार मान्नुहुन्छ।
यद्यपि जब तपाईँ हार मान्दैनन् र अन्त्यसम्म प्रयास गरिरहनुहुन्छ र अन्ततः समस्या समाधान गर्नुहुन्छ, के तपाईँले कहिल्यै आफ्नो दिमागमा अचानक महसुस भएको र सम्पूर्ण शरीरमा थरथर काप्ने अनुभव गर्नुभएको छ? ठिक त्यही क्षणमा हामीले आफ्नो सीमा पार गरेर केही प्राप्त गर्दा महसुस गर्ने अपार आनन्द र सन्तुष्टि स्वर्गको खजाना जस्तै हो। यो केवल राम्रो अङ्क प्राप्त गर्नु मात्र होइन, यसले हामी भित्रबाट उपलब्धि र कृतज्ञताको बलियो भावना निस्कन्छ। सबैजना, स्वर्ग भनेको मृत्युपछि हामी जाने ठाउँ मात्र होइन। अवश्य पनि स्वर्ग वास्तवमा एउटा यस्तो ठाउँ हो जुन मृत्युपछि पनि सधैँभरि रहन्छ। तर येशूले हामीलाई सिकाउनुभयो कि हामी यस पृथ्वीमा रहँदा पनि यसै क्षणमा स्वर्गको अनुभव गर्न सक्छौँ। यसको अर्थ स्वर्गको राज्य हाम्रो हृदयभित्र र हामीसँगै बस्ने समुदायमा लुकेको छ। जब हामी आफ्नो बारेमा मात्र सोचेर बाँचिरहेका थियौँ, जब हामी अरूलाई माया गर्छौँ, सेवा गर्छौँ र हेरचाह गर्छौँ, त्यो खजाना अदृश्य थियो। अथवा कठिन परिस्थितिहरूमा पनि विश्वासका साथ अडिग रहँदा यो चम्किलो रूपमा चम्किरहेको देखिन्छ। जब हामीले यो लुकेको खजाना अर्थात् स्वर्ग पत्ता लगाउँछौँ, हाम्रो जीवनको प्राथमिकताहरू पूर्ण रूपमा परिवर्तन हुनेछन्। म यो भनिरहेको छैन कि परीक्षाको स्कोर, मित्रता वा खेलका वस्तुहरू जस्ता कुराहरू महत्त्वपूर्ण छैनन्। अवश्य पनि ती कुराहरू महत्त्वपूर्ण छन्, तर स्वर्ग पत्ता लगाएको व्यक्तिलाई यसको मूल्य थाहा छ जुन अरू कुनै कुरासँग तुलना गर्न सकिँदैन। मलाई यस संसारको अरू कुनै पनि कुरा भन्दा स्वर्ग बढी मन पर्छ। जसरी खेतमा लुकेको खजाना पत्ता लगाउने व्यक्तिले त्यो खेत किन्नको लागि आफ्नो सबै सम्पत्ति बेचेको थियो, यसको अर्थ हामी पनि यो स्वर्ग प्राप्त गर्न हामीसँग भएको सबै कुरा स्वेच्छाले दिन सक्षम हुन्छौँ। यसको अर्थ हामी हाम्रो सबै समय, हाम्रो प्रयास, हाम्रो प्रेम र स्वर्गको लागि हाम्रो जोश प्रयोग गर्न सक्षम हुनेछौँ। यो स्वर्ग साँच्चै अद्भुत छ। यो एउटा यस्तो खजाना हो जुन हामीसँग जति धेरै हुन्छ त्यति नै प्रशस्त हुँदै जान्छ र हामीले यसलाई अरूसँग बाँड्दा अझ ठुलो हुँदै जान्छ। हामी स्कुलमा साथीहरूसँग दयालु हुन्छौँ, हाम्रा शिक्षकहरूको कुरा राम्ररी सुन्छौँ, साथै जब हामी हाम्रो वरपरका खाँचोमा परेकाहरूलाई मद्दत गर्ने मन गर्छौँ, हामी भित्रको स्वर्गको खजाना झन झन चम्किलो हुँदै जानेछ। अनि त्यो प्रकाश हाम्रो वरपरका अन्य साथीहरूमा फैलियोस् ताकि हाम्रो स्कुल, हाम्रो परिवार अनि हामी बस्ने यो संसार बिस्तारै स्वर्ग जस्तै सुन्दर बन्न सक्छ। तिमीहरू प्रत्येकसँग स्वर्गको त्यो खजाना छ र नबिर्सनुहोस् कि तिनीहरू बहुमूल्य प्राणीहरू हुन् जसले संसारलाई त्यो खजाना देखाउन सक्षम छन्। आज हामीले छलफल गरेको लुकेको खजानाको दृष्टान्त सम्झँदै मलाई आशा छ कि हाम्रा साथीहरूले आफ्नो दैनिक जीवनमा स्वर्गको आनन्द पत्ता लगाउनेछन् र आनन्द लिनेछन्। कठिनाईको समयमा होस् वा आनन्दको समयमा सधैँ हामीभित्र रहनुहुने येशूसँगै रहनु। मलाई आशा छ कि तपाईहरू यो खजानाको रक्षा र बाँड्ने अद्भुत साथी बन्नुहुनेछ। म तिम्रो लागि प्रार्थना गर्नेछु। प्रेम र अनुग्रहले भरिपूर्ण परमेश्वर पिता, आज हामीले येशूले भन्नुभएको लुकेको धनको दृष्टान्त हाम्रा साथीहरूसँग साझा गर्यौं। खेतमा लुकेको खजाना कति बहुमूल्य छ र यो खजाना स्वर्ग नै हो भनेर मलाई फेरि एकपटक महसुस गराउन मद्दत गर्नुभएकोमा धन्यवाद। स्कुले जीवनमा हाम्रा साथीहरू हरेक दिन बाँच्छन् र साथीहरूसँगको सम्बन्धमा साथै सिक्ने प्रक्रियामा हामी यो लुकेको खजाना स्वर्ग पत्ता लगाउन सकौं। परीक्षाको कारणले गर्दा कठिनाई र मित्रता कठिन हुँदा पनि प्रभुले हामीलाई कृपया मलाई सबै कठिनाईहरू पार गर्न बुद्धि र साहस प्रदान गर्नुहोस् ताकि म स्वर्गको मूल्य नबिर्सन सकूं। आफ्नो फाइदा मात्र खोज्ने होइन, तर साथीहरूलाई माया गर्ने र सेवा गर्ने। कृपया हाम्रा साथीहरूको हृदय फराकिलो बनाउनुहोस् ताकि हामी सँगै स्वर्गको आनन्दमा सहभागी हुन सकौं। म येशूको नाममा प्रार्थना गर्छु। आमेन।